तपाईँ कोरिया चाहिँ के सोचेर आउनुभएको? त्यही हो मेन त अब पैसै कमाउने हो होइन, पैसा कमाउने हो, पैसा कमाइरहेको छु अहिलेसम्म। त्यसो भए पैसा कमाइराख्नु भएको छ, महिनाको कति कमाउनुहुन्छ? नमस्ते सम्पूर्णमा, 안녕하세요. स्वागत छ हेरौँ न सबैजनालाई नमस्ते। चाहिँ आज मसँग चाहिँ एकजना चाहिँ मेनुमा काम गर्ने र एकजना चाहिँ एग्रिकल्चरमा काम गर्ने मित्रहरू हुनुहुन्छ होइन। आज उहाँहरूसँग म चाहिँ कुराकानी गर्न जाँदैछु। चाहिँ हामी अहिले दक्षिण कोरियाको छेजु टापुबाट बोल्दैछौँ है, भिडियो बनाइराखेका छौँ। नमस्ते हजुरलाई। नमस्कार। हजुरको शुभ नाम? मेरो नाम कैलाश टन्डन। अनि सन्चै हुनुहुन्छ? हजुर। तपाईँ चाहिँ कति भने कोरिया आउनुभएको? 2 वर्ष भयो। 2 वर्ष। तपाईँ मेनु कि एग्री? मेनुमा होइन। अनि कस्तो चल्दैछ काम? राम्रो। अनि के काम हो नि तपाईँको मेनुको? चकुन्दरको रस बनाउँछ, बन्दाकोपीको रसहरू बनाउने। कतिजना हुनुहुन्छ सहकर्मी काम गर्ने, सँगै काम गर्ने साथी? काम गर्ने साथी एकजना थियो, त्यो पनि गयो, पारि गयो, छोडेर जानु है? छोडेर जानु। सँगै आउनुभएको? सँगै नेपालदेखि 2-4 महिनाको फरकमा। 2-4 महिनाको। तपाईँ अगाडि आउनुभएको कि उता साथी? तपाईँ अगाडि आउनुभएको। अनि चाहिँ मन नपरेर छोडेर जानुभएको साथी? होइन, कम्पनीमा सामानहरू बिक्री भएन धेरै, मन परि पनि। हजुर। जबरजस्ती भन्दा समय परिस्थिति लग्यो। हजुर। काम चाहिँ कम्पनीमा खासै नभयो। अनि के छ अनि अरू चाहिँ तपाईँको कोरियाको बसाइ कस्तो छ चाहिँ अहिलेसम्म आएको? कति 2 वर्ष हुँदा है? 2 वर्ष। सहज छ बसाइ? सहज सोचे सहज हुन्छ, गाह्रो सोचे गाह्रै हुन्छ, त्यस्तै। नेपालबाट चाहिँ यहाँ कोरिया आउँदा के सोचेर आउनुभएको? खासै केही सोचेन। अब मेरो दाइ हुनुहुन्थ्यो, त्यही भएर खासै मलाई त्यस्तो सोच्नु पर्ने। भनेको कोरिया आउनुपर्छ, पैसा कमाउनुपर्छ भन्ने सोच्नु? त्यस्तो केही न केही सोचेर त होला नि होइन, केही न केही त गर्नु पर्यो भनेर यति बस्नु भयो। अनि चाहिँ उहाँ चाहिँ म अब उता जाँदैछु, एग्रिकल्चरमा चाहिँ काम गराउने एकजना मित्र उहाँ हुनुहुन्छ होइन। हजुरलाई नमस्ते है फेरि। नमस्ते नमस्ते नमस्ते। अनि के छ, सन्चै हुनुहुन्छ? एकदम सन्चै। अनि कस्तो छ नि तपाईँको काम, कस्तो चल्दैछ? काम ठिक छ, राम्रो चलिरहेछ। कति भयो कोरिया आउनुभएको तपाईँ? 2 वर्ष पुग्न थाल्यो कि। 2 वर्ष। सँगसँगै आउनु भएको रहेछ? घर चाहिँ कता हजुरको? गुल्मी। हजुरको शुभ नाम चाहिँ? मेरो बिएनजाङ। अनि अहिले कार्यरत तपाईँ एग्रिकल्चर सेक्टरको कुन क्षेत्रमा कार्यरत हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ? म खोजी भनेको बङ्गुरतिर होइन? हजुर। लगभग कतिवटा छ नि बङ्गुर? लगभग 4045 छ माउ बच्चा सबै गरेर। हजुर। अनि बुङ्गुर फर्ममा काम गर्दा चाहिँ के कस्तो चाहिँ हुन्छ नि? भनेको गाह्रो सजिलो होइन? कुन काम सजिलो हुन्छ अथवा गाह्रो हुन्छ, के छ त्यस्तो? अलि रमाइलो नै छ काम गर्नु? कस्तो छ भने अब बङ्गुरको काम चाहिँ हजुर, अब मेरो उसमा चाहिँ अब सुरुमा मलाई अब नेपालमा काम गर्ने बानी नभएर पनि होला खासै अलि सुरुमा गाह्रै भएको थियो। अहिले यहाँ आएर बिस्तारै गर्दै जाँदा सजिलो भयो। तपाईँ सुरुमै बुङ्गुर फर्ममा चाहिँ सुरुमा बुङ्गुर फर्ममै आउनुभयो, अहिलेसम्म बुङ्गुर फर्ममै हुनुहुन्छ? नेपाली कतिजना हुनुहुन्छ काम गर्ने? नेपाली 2 जना छौँ। अन्य देशको मान्छे पनि छन्? 1 जना थाइल्यान्डको। बुङ्गुर चाहिँ आधुनिक खोर कि कस्तो परम्परागत? अब यहाँको आधुनिकै हुन्छ। अब प्राय चाहिँ आधुनिक हुन्छ। अब कस्तोलाई हामीले नेपालमा देखेको भन्दा आधुनिक हो, त्यही भएर आधुनिकै हो। आधुनिक नै नेपालमा अब त्यस्तै किसिमको हुन्छ, यहाँ अब सबै। अनि कम्पनी तपाईँले त्यही कन्टिन्यू त्यसैमा काम गर्न चाहनुहुन्छ कि पछि अब के छ विचार? हेरौँ, अब अहिलेसम्म कन्टिन्यू गरेको छु, अब गर्दै जाउँ होइन, गर्दै जाउँ। अब पछि के हुन्छ? महिनाको त अब त्यही हो, सबै नेपालीले कमाउने 3-4 लाख 2 लाख 2.5 लाख यसो मिनिमम म्याक्सिमम त्यस्तो त बेसिक नभनौँ। अब के छ भने अब यो सेलेरीको बारेमा कुरा गर्दाखेरि अब कतिलाई चाहिँ हुन्छ होइन, जस सबै नेपालीले कमाउने होइन, यतिदेखि यति 2 देखि 3 लाखसम्म त्यसरी सबै नेपालीले कमाउने चाहिँ बेसिक चाहिँ हुन्छ नि। हजुर, त्यो कमाएको छु भनौँ न। 2 देखि 2.5 2.5 देखि 3 त्यस्तै भनौँ। त्यस्तै 2 देखि 3 सम्मको बिचमा
त्यही हो अब सबै नेपालीको त्यही हो। अनि तपाईको 2 देखि 3 नभनौँ न, अँ। 2 देखि 3 नभनौँ, हजुर। त्यो 3 भनेको धेरै पर जान्छ। हजुर। 2 देखि दाइको उसमा भनौँ कि। अनि तपाईँको मेनुतिरको क्षेत्रको चाहिँ हाम्रो त्यही बेसिक नै हो। तर यहाँ जेजुमा चाहिँ प्राय मेनु र एग्रीको चाहिँ तलब चाहिँ एउटै हुने रहेछ जस्तो लाग्यो मलाई, एउटै हो होइन? अनि त्यसो भए चलिरहेको कम्पनीहरू सुस्त धगेली अनि साउहरू चाहिँ साउको बानी हुन्छ नि कसैको किसिज गर्ने बोल्ने, जस्तै अस्ति भर्खरै एउटा घटना भएको छ नि, त्यो चाहिँ नेपालले टर्चर दिएर गर्ने, त्यस्तो साउहरू त ठिक छ नि दुइटै एकदम अब ठिक छ। अब हाम्रो चाहिँ के छ भने काम गर्न अल्छी गर्ने मान्छेहरूलाई होइन अलिक गाह्रो हुन्छ, किनभने साउसँगै हुन्छ हाम्रो काम गर्न। जसले काम जहाँसँग मेहनतसँग काम गर्छ त्यसको लागि साउ राम्रै छ। जसले अलिकति कामचोर ठग्ने होइन त्यस्तो किसिमको छ भने पार अब साउसँगै भएपछि अब जुनसुकै साउ पनि अप्ठ्यारै हुन्छ होइन। यदि म त एउटा सल्लाह पनि दिन चाहन्छु कि जो कोरियामा आइसक्यो भने काम ठग्ने चोर त्यस्तो ठग्ने गर्ने बेमान गर्ने होइन कामप्रति त्यस्तो गर्यो भने उसले आफैले दुःख पाउँछ भन्ने मलाई लाग्छ। काम चाहिँ इमान्दारीसँग गर्नुपर्छ। मैले के भन्छु भने मेरो जसले काम ठग्छ उसले चाहिँ दुःख पाउँछ, साउले पनि मन पराउँदैन होला। मैले सबै अब आउने साथीहरूलाई के भन्छु भने सबै भाइहरू बहिनीहरू अब दाइहरू जो आउँदै हुनुहुन्छ उहाँहरूलाई के भन्छु भने कोरिया होइन कोरिया काम गर्ने भनेको अब एकदम अब मैले चाहिँ अब के हल्का फुल्का नलिनु होला, काम चाहिँ कडा गर्नुपर्छ। नेपालबाट त्यस्तै मानसिकता बोकेर आउने कि मैले गएर एकदम हार्ड वर्क गर्नै पर्छ त्यो किसिमले आउनुपर्छ होइन। अब यहाँ चाहिँ अब अरू देशमा जस्तो हार्ड वर्क गर्ने होइन, काम नठग्ने, मेहनतसँग गर्ने, इमान्दारी बन्ने, काम कडा काम गर्ने मान्छेलाई यहाँ रुचाउँछ मन पराउँछ। तर त्यो काममा होइन अब हुन्छ नि अब काम गर्न कामचोर होइन काम ठग्ने त्यस्तो किसिमको जहाँ नदेखाउने मान्छेलाई रुचाउँदैन। जति राम्रो भए पनि जे जस्तो भए पनि उनीहरूले रुचाउन काम प्यारो हो। अब प्राय साउहरू कस्तो हुन्छ नि चुग्ली लाउने यताउता पनि तिनीहरूले सुन्दैनन् होइन। अस्ति भर्खर घटना त्यही चुग्ली लाउने घटना घट्यो, त्यस्तो धेरै जस्तो त्यस्तो हुँदैन। म त कतिपयले के भन्न चाहन्छु भने अब उताबाट कोरियाबाट आउने होइन नेपालीहरूले चाहिँ आफूले चाहिँ त्यस्तो किसिमको तनाव छ भने आफूभन्दा सिनियरलाई सोध्ने अथवा सम्बन्धित निकायमा चाहिँ उजुरी गर्ने होइन केही गर्न सकिन्छ। त्यसरी चाहिँ पनि त्यो आत्महत्यासँग पुग्न चाहिँ एकदम नराम्रो जस्तो लाग्छ। तर हुन पनि हुँदैन, त्यो गर्नै हुन्न कि काम छोड्यो भने त पाउँछ नि, काम छोड्यो पाउँछ। अरू केही लाएन नि सबै थोक कोरिया होइन कि यहाँ के चित्त बुझेन नि घर गएर कुटो गोदालो गरे नि हो नि जे गरे नि हुन्छ नि। एउटा घर फर्केको इतिहास पनि जाने एउटा के अरे समिट डिसी होइन, बरु त्यसरी जाने कि घर बरु समिट डिसी ठिक। अनि के छ तपाईँको बसाइ चाहिँ 2 वर्ष भयो, अनि घर जग्गा अनि केही लगिसक्नु भएको चाहिँ कस्तो छैन कि खाना बस्ती प्रोसेसमा होला होइन प्रोसेस। अनि तपाईँले चाहिँ लगिसक्नु भयो होला घर जग्गा अनि पैसा छैन त्यस्तो छैन। बिस्तारै योजनामा छु। अब म यहाँ छु, यहाँ भएको कारणले गर्दाखेरि अब भने जस्तो अब मिल्दैन होइन। आफूले प्रत्यक्ष देखे जस्तो चित्त बुझ्ने रहेनछ कि बुझ्दैन पनि होइन। त्यही भएर कुरो अलिकति मिलेन, सायद छुट्टीमा गएर गर्छु कि भन्ने छ अहिले। कोरिया त एकदम चाहिँ तपाईँको आकर्षक यो रोजगारीको चाहिँ आकर्षक केन्द्रबिन्दु हो नि होइन। चाहिँ जोस कोरियाहरू चाहिँ खुसी हुनुहुन्छ, खुसी हुनै पर्यो, खुसी हुनै पर्यो हो त्यो चाहिँ हो। खुसी नभए गाह्रो हुन्छ। जसरी हुन्छ अब खुसी हुने वातावरण इन्भाइरोमेन्ट जस्तै हामीले आज चाहिँ होइन अब छुट्टीको सबै सहयोग परेर भेटघाट पनि भयो, अब चाहिँ यसरी चाहिँ कुरा गर्ने मौका पनि पाइयो। चाहिँ खुसी चाहिँ हुनुपर्छ, कसरी खुसी हुनै पर्यो, खुसी नभए हुन्न। के अरे खुसी भएन भने काम गाह्रो हुन्छ, गाह्रो हुन्छ। एनजाइटीमा जाने समस्या के जाने समस्या, कामसँगै एक्स्ट्रा एक्टिभिटी पनि गर्नुपर्ने हुन्छ होइन कोरियामा चाहिँ। त्यसो गर्यो भने मानसिक सन्तुलन ब्यालेन्स भएर बस्न सक्छ। अब साथीभाइहरूसँग भेटघाट गर्नुपर्छ होइन छुट्टीमा। रुममा मात्रै गुम्स्यो भने त्यो विभिन्न नकारात्मक कुराहरू खेल्न थाल्ने बिस्तारै बिस्तारै होइन। अब धेरै कुराहरू हुनसक्छ होइन। साथीभाइहरूसँग भेटघाट हुने सम्भव भएसम्म नभए पनि अब एक्लै भए पनि यताउता हिँड्ने वातावरण हेर्ने यताउता होइन साथीभाइहरू देखिन्छ भेटिन्छ त्यो गर्नुपर्छ। रुममा बसिरहनु हुँदैन। तपाईँलाई चाहिँ म कोरिया छु भनेर छ होइन,
त्यो कोरिया भएर अनि जति हामीले चाहिँ अब पैसा पाउँछ नि सबैभन्दा बढी चाहिँ खुसी के लाग्छ कोरियामा हुँदा चाहिँ? कोरियामा हुँदाखेरि सबैभन्दा बढी खुसी त अब के भने त्यही तल आएको दिन हो कि अब त्यो पनि त्यस्तो अब त्यतिकै सित्तैमा आउने भए पो खुसी हुने होइन त्यो जस्तै नेपालको तुलनामा होइन अब हार्डवर्क त नेपालमा पनि हुन्छ तर चाहिँ केही न केही त चाहिँ हुन्छ नि त अब तलब अलिक बढी आउँछ त्यति बेला चाहिँ अलिकति होस् अब त्यो आफ्ना आवश्यकताहरू अलिक पुरा हुँदाखेरि आफूले जति काम गर्यो त्यसको फल पाएँ भन्ने हुन्छ खुसी भनेर त्यो चाहिँ हुँदैन पुरस्कारै पाएको जस्तो त हुँदैन जे अब नेपालमा आफूले मेहनत गर्ने खेलको अब त पाउँदैन तलब होइन यहाँ चाहिँ अब आफूले मेहनत जति गरिन्छ त्यसको चाहिँ फल पाउँछ अब त्यसमा चाहिँ अब बुझाउने के अरे बुझ्छ चित्त बुझ्न पर्यो पारिश्रमिक राम्रो छ नि यहाँ चाहिँ पारिश्रमिकको चाहिँ सम्मान छ होइन ज्यालाको सम्मान छ मान्छे जति काम गर्छ त्यसको पैसा दिन्छन् कि यहाँ त्यसले गर्दाखेरि ठिक छ त्यही भएर यहाँ मान्छे पनि आउन चाहन्छन् होइन धेरै साथीभाइहरू विभिन्न ज्यान जोखिम मलेरै भए पनि कसरी उसमा त चाहिँ भिडन्तै भएर के हुन्छ यस कारणले धैर्य धैर्य गर्नुपर्छ म कति धैर्य गरेँ होइन म 2018 देखिको सङ्घर्ष नि त आउने 22 मा आएँ होइन विभिन्न अल्ट्याङ अब विभिन्न अब कहिले कोरोना भनेछ कहिले के भने पढ्न सुरु गरेँ मैले 18 देखि हो 18 भनेपछि कति वर्ष भयो 22 मा आउँदाखेरि 19 20 21 22 4 वर्ष त यस्तो अब साथीभाइ अब के अरे नयाँ भाइ बहिनीहरू कसैले पनि अब भाषा कोरिया जाने भनेर चाहिँ योजना गराएर भाषा पढ्न सुरु गर्नुहोस् होइन अब पहिले मानिस त के गरौँ भने म कोरियन भाषामा हात हालेपछि 3-4 वर्ष मैले चाहिँ मेरो यसमा लस हुनेवाला छ भन्ने त्यो मानिस त हुनुपर्छ कि त्यस्तो किसिमको धैर्य राख्नुपर्छ कि धैर्य राख्ने सकेसम्म चाहिँ म 1 वर्ष पनि निकाल्छु होइन भने म ठिक छ सक्यो भने ठिक छ अनि त्यो भनेर फेरि मैले भन्न खोजेको के हो नि त्यो के मैले भन्न खोजेको यो होइन फेरि अब 4 वर्षसम्म मैले निकाल्छु होइन त्यो होइन कि मैले भन्न खोजेको के हो नि धैर्यता त्यहाँसम्म हुनुपर्छ कोसिस त अब आफूले पहिले सुरुमा होइन धैर्य त चाहिँ तर के हो नि एकचोटि यो वर्ष यो पढाइ भएन नि म कम्तीमा 3-4 वर्ष चाहिँ गर्छु भनेर चाहिँ लाग्नुपर्छ पुग्नुपर्छ त्यसपछि पनि अब पास भएपछि पनि धेरै वेटिङहरू हुन्छ त्यसमा पनि धैर्य राख्नु पर्यो होइन पास भएपछि झन् तनाव हुन्छ झन् बेसी तनाव पछि हुन्छ कि तपाईँको हप्तामा कति दिन छुट्टी हप्ता अथवा महिना मेरो त हप्ता के अरे महिनामा 2टा हुन्छ जम्मा एग्री सिस्टम त्यस्तो छ कि पढाइ चाहिँ एग्रीको सिस्टम त्यस्तो अनि हजुरको चाहिँ हाम्रो हप्तामा 2 दिन छुट्टी हप्तामा 2 दिन छुट्टी हुन्छ आनन्द महिनामा 2 दिन है तर ठिक छ किनभने धेरै छुट्टी भयो भने पनि अब कता गएर समय बिताउने पैसाको पनि खर्च हुन्छ साथीभाइहरू पनि अब सबै छुट्टी हुन्न कि अब कोही को 4 दिन हुने त मेनुका सबै अब मेनु एग्री सबैको साथीहरूको अब 4 दिन छुट्टी भनेर भने पनि काम चल्या हुन्छ क्या धेरै थोरै काम चल्या हुन्छ यो भाइको पनि आएर काम थियो अहिले भर्खर त आएको त्यस्तो हुन्छ अब सबैसँग छुट्टी बेला काम चल्यो भने पैसा नि आउँछ राम्रो हुन्छ के हुन्छ के छ तपाईँको नयाँ कोरियन चाहिँ आउने सोच बनाएका चाहिँ महानुभावहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ आफ्नो अनुभव सुनाउन चाहनुहुन्छ स्वागतम छ कोरियामा आउनुहोस् मेहनत गर्नुहोस् पैसा धेरै कमाउनुहोस् धनी बन्नुहोस् खुसी रहनुहोस् आउन सकिन्छ कोसिस गरे हामी जस्तै आहान सबै होइन हामी जस्तै हो सबै नसकिने नि केही छैन गर्न सक्छु भन्ने भित्रबाट आयो भने जे पनि सकिन्छ सकिन्न भने केही चाहिँ सकिन्न आउनुहोस् मेहनत गर्नुहोस् आउनुहोस् कोरिया हेर्नुपर्छ एकचोटि विदेश देख्नुपर्छ भन्ने कुद्नुपर्छ हो त्यही अब हामी चाहिँ अन्तिम समयमा आइसकेका छौँ चाहिँ के भन्न चाहनुहुन्छ त्यही हो अब के भनौँ र अब आउने नयाँ साथीहरूलाई अब के भन्नु राम्रोसँग आउनुहोस् अब काम चाहिँ गर्ने बानी त्यहीबाट चाहिँ गरेर आउनुहोस्
होइन आजभोलि केही काम गरौँ न भने पनि त्यहाँबाट काम गरेर आउनुहोस् मेरो अनुभवले मानसिक यहाँ आएपछि सुरुमा झ्याप्पै काम गर्दाखेरि बहुत गाह्रो हुन्छ आफूलाई गाह्रो भएपछि फेरि सुरुमा पर्फर्मेन्स पनि राम्रै देखाउनुपर्छ साहुहरूलाई ज्यान चल्न सकेन भने पर्फर्मेन्स राम्रो देखाउन सकिन्न त्यसपछि साहुले फेरि सुरुबाटै नराम्रो नजर हेर्न थाल्यो भने अब त्यसले बिस्तारै अब राम्रो मान्दैन नराम्रो मानेपछि त्यस्तै हुन्छ साहु गाह्रो भइदिएन त्यही भएर अहिले खालि नेपालमा कोही के अरे हुनुहुन्छ भने अब काम गर्ने बानी गराउनु त्यहाँबाट ताकि यहाँ आएर काम गर्दाखेरि ज्यानहरू दुख्ने त सुरुमा त बहुत ज्यानहरू दुख्थ्यो कि 1 महिना त मेरो किन खुट्टाहरू सब दुख्ने कि लास्टै बहुत गाह्रो भएको सुरुमा म खटाइ गरेको काम त मैले त्यही भएर काम गर्ने बानी गर्नुहोस् अब सिप केही अब एग्रीतिर मङ्गुरतिर पर्नु भएको छ कोही होइन त्यस्तो जाने ओल्डिङ सिकेर आउनु यहाँ आएपछि केही सहज हुन्छ ड्राइभिङ लाइसेन्सहरू छ भने पनि ड्राइभिङ लाइसेन्स लिएर आउनुहोस् होइन छैन भने बाह्र अब समय छ भने बाह्र बनाउने ट्याक्क समय बनाएर अनि स्मार्ट लाइसेन्स निकालेरै आउनु होइन काठमाडौँ सिधै उसमा के अरे यातायातमा कि त्यहाँ आएपछि तपाईँले भिसा देखाउनु भयो भने त्यो चाँडै निकाल्न सकिन्छ निकालिदिन्छ त्यो भएर लाइसेन्सहरू बङ्गुर फर्म अथवा कोरियामा आउँदाखेरि लाइसेन्स छ भने छिट्टो ल्याउनु भयो भने त्यसले धेरै प्लस पोइन्ट हुन्छ है कोरियामा पछि इस्युमेन्ट बनाउनु धेरै कुरा सजिलो हुन्छ के सिपले गर्दा पनि आफै ट्याक्सी चलाएर मैले जुन एउटा अन्तिममा मैले गाडी मजाले चलाउँछु होइन नेपालमा पनि राम्ररी चलाएको अनुभव छ यहाँ आएर पनि मैले मजाले गाडी चलाउँछु मसँग लाइसेन्स नभए पनि अब साहुले मैले चलाएको देख्छ साहुले गाडी चलाएको थाहा छ उसलाई मजाले त्यो भएर अब साहुसित म हिँड्दाखेरि मैले गाडी चलाउँछु अब साहुसित जाँदाखेरि के हुन्छ नि मेरो सिप एक्स्ट्रा सिप भएको कारणले गर्दाखेरि मेरो मसँग लाइसेन्स नभए पनि लाइसेन्स भयो भने त अझै बेटर हुन्थ्यो लाइसेन्स नभए पनि मसित एक्स्ट्रा सिप भएको कारणले मैले 2-4 पैसा पनि अझै थप कमाउने चाहिँ मेरो सिपको कारणले मलाई मिलेको छ त्यस्तै चाहिँ अब तपाईँहरू के छ भने अब इस्यु अब आउने प्रक्रियामा हुनुहुन्छ भने सिप तपाईँ वेटिङ गरिरहनलाई तपाईँलाई झ्याउ पनि हुन्छ होइन तपाईँलाई झ्याउ पनि हुन्छ अब खालि त्यसको त्यतितिर ध्यान जाने अब अलिकति दिमाग खराब हुन्छ क्या त्यो भएर यो चाहिँ अब प्रक्रियामा हुन्छ भने तपाईँले ड्राइभिङ सिक्नु लाइसेन्स निकाल्नु होइन अरू अब जस्तै योङजम गर्न के अरे ओल्डिङ गर्न सिक्नु अनि यो एग्रीतिर आउने साथीहरूले अब त्यस्तै कामहरू गर्नु अब काठमाडौँतिरको नजिक हुन्छ भने सिकेर चलाउन सिक्नु होइन मेनुमा आउने साथीहरूलाई एग्रीमा आउने साथीहरूलाई सिकेर चलाउनुपर्छ सिकेछ एउटा लोडर हुन्छ लोडर र सिकेछ सामान चाहिँ लोड अनलोड गर्ने सेम उस्तै हो त्यो भएर स्क्याफोल्डर भन्छ त्यसलाई स्क्याफोल्डर त्यसले गर्दाखेरि अब हामीले त्यो जान्यो भने हस् कुराकानी भयो खुसी लाग्यो हजुरले टाइम दिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु है ओके दिन पाइयो हामीले हजुर सौभाग्य छ हाम्रो भयो है भाग्यमानी मान्छ हामी ओके कोरिया जस्तो टापुमा आएर है हजुर कोरियाको सबैभन्दा ठुलो टापु होइन ल सबै साथीहरूले सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला सब्सक्राइब गरिदिनु होला होइन नयाँ अन्वेस्ट होइन अब केही गर्छु भन्ने चाहिँ आँट जोसका साथ लाग्नु भएको छ सुरुमा अब केही कमी जेसुकै भए पनि होइन हाम्रो प्रयास चाहिँ जारी रहनेछ हैन त्यसलाई चाहिँ सर्स हजुरले स्वीकार गरेर हैन अब चाहिँ कस्तो कन्टेन्ट ल्याउने भनेर यसो कमेन्ट गरिदिनु होला अब कोरियामा छौं हामी सबैजना अब तपाईहरुले के कस्तो हैन यहाँको सम्बन्धी जान्न चाहनुहुन्छ कमेन्ट गर्नु हामीले अब त्यसै सम्बन्धी अब उहाँले अब गरौँ छ मेहनत जारी छ हेर्दै जाम सम्पूर्ण नमस्ते।